हजुर ए अँ यो फुलखोलै ए त्यो उकालोको बाटो सर ए कहाँदेखि आउनुभयो आमा हो ए त हामी त चाइनातिर उतै चाइना बोर्डरतिर यस्तो छ गाइज हावा चल्दो रहेछ है फेरि यहाँतिर धेरै यो सेफुक्सुन र तालको वाइ एउटा वाइ यता छ एउटा वाइ यता गएको छ होइन अनि यो वन चाहिँ यहाँतिर खतरा हुने रहेछ कि जोस् जाडो भए पनि होइन सधैँ पाउने रहेछ लास्टै दामी के वन फेरि यस्तो खतरा होइन यस्तो छ यहाँतिर के अरे हिमजुत्ता पाइन्छ है सर हजुर यस्तो रहेछ होइन बाटो यस्तो छ अनि यस्तो यो माथितिर भिड छ खै ऊ चौरी त है चौरी यस्तो बाटो छ थ्याट यो हिउँहरू त कहिले जाने हो कहिले जाने हो यो हिउँ त कहिले पग्लिन्न क्या हो सर ओहो ओ खतम छ हौ बाटो यो हिलो पानी परेपछि हिलो हुँदो रहेछ यहाँको बाटो फेरि अनि घाम लागेपछि फेरि धुलै धुलो भएर रुगा लागेर भिजोकै गराउँदो रहेछ यस्तो छ यहाँदेखि पुग्यो भने त तल यो तालमै हो सिधै कतै छैन रोकिने ठाउँ यताको वाइ सकियो अब यताको वाइ आउँदैछ बाटो फेरि मान्छे बाहेक अरू केही हिँड्ने बाटो रहन्छ कि यहाँतिर त्यस्तो बाटो रहेछ अनि यस्तो बाटोमा है तर यहाँतिर गाडी चाहिँ आउँथ्यो होला आउनु त यो सेफोक्सुन र राष्ट्रिय निकुञ्ज हो नि त त्यही भएर अब के भन्छ सेफोक्सुन र राष्ट्रिय निकुञ्जले काट्न दिएन भन्ने कुरा सुन्यो होइन त्यही हो जोस् रमाइलो छ ठाउँ एकदम आनन्द दिनेवाला जस्तो छ होइन आनन्द नै दिन्छ वाला भन्दा नि होइन खतरा छ हिँड्न मात्रै अलिक गाह्रो क्या यहाँतिर अक्सिजन लेभल कम हुने रहेछ अब धेरै हाइट भएर पनि होला नि त होइन अब यताको वाइ सकियो यताको वाइ आयो हेलो 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 जोडी के पो क्या पछाडि त्यो के हो त्यो के हो पछाडिको सेतो सेतो यो उयो अक्सिजन हो ए कहाँ जाने हो हामी ए 14 नम्बर पिलर है ए ठिक छ जाँला बिस्तारै होइन के छ र पिलर छोएर चाइनाको बोर्डरै पुगेर आउनु पऱ्यो नि त होइन यस्तो छ होइन गाइस यस्तो टोली हाम्रो टोली यस्तो छ म पनि सेम यस्तै हो त्यो त हतियार भयो होइन हाम्रो पर्सनल हतियार पर्सनल हतियार भयो मैले पनि सेम यही बोकिरहेको छु तर अहिले मेरो देखाउन मिल्दैन होइन पछाडि छ मैले के भन्छ पछाडिको क्यामेराले खिचिरहेको छु होइन यस्तो यहाँतिर रुखहरू पनि यस्तो पाउँछ क्या यस्तै छ गाइस है ल त गएँ ल